अंकल मासु कसरी छ? टुक्रा टुक्रा छ भाइ, भर्खर काट्न थालेको। मूल्य सोध्दैछु। मुला पाइँदैन नि भाइ यहाँ? मूल्य के? किलोको 1400 छ भाइ। हड्डी बिना भन्नु न। ए तिमी हड्डी बिनाको मासु खाने? राति आऊ न ल। राति आऊ मतलब? मजाक नगर्नु त अंकल। सुरु कसले गरेको? हड्डी नै हड्डी हाल्नुहुन्छ त अनि सधैँ किन आउँदा अनि? हड्डी बिनाको मासु हुन्छ? हुन्छ नि, तपाईँ हड्डी छुटाउनु न, भइहाल्छ नि। गडेउलाको मासु खा भाइ, मासु खाने हो भने। ल त नि कुखुराको दिनु न त। पहिला भालेलाई सोध्न पर्छ। मासु के? ए त्यो त छैन। घटिया दोकान यस्तो नि मासु पसल हुन्छ? यो दिदीसँग किन्न पर्यो ल। दिदी यो कुखुरा कसरी छ? उल्टो छ भाइ। अंकल ऋण छ। छोरीलाई विदेश पठायो। छोराको बिजनेसमा स्टार्टअप छ भाइ। अस्ति आमा बित्नु भयो क्यान्सरले। पैसा गएको छ भाइ, मलाई साह्रै गाह्रो छ। मतलब धेरै ऋण छ भाइ मेरो टाउकोमा। कस्तो चाक जस्तो होला ऋणकै साबुन। अनि म्याजिक नि दिनु न। जे भाइ चाहिँ नबोल है भाइ। म्याजिक बिस्कुट के? अनि ग्लुकोज दिनु न। कोच दिन बाबु, म समलिङ्गी होइन। ग्लुकोज के अंकल? ग्लुकोज एकैचोटि माग न। ल त्यही हो लास्ट। ग्लुकोज दिनु त। नाइ त्यो त छैन। के छ त? एक्लो बना बाबु। मतलब अरूकै ग्लुकोज जस्तै ट्याङ रस्ना केही पनि छैन? ल के भयो? मेरो बुढीको नाम रस्ना हो बाबु। अस्ति अर्को केटासँग भागेर गई थियो। मेरो रस्ना अर्कैसँग डस्नामा सुत्दै होली अहिले। यो बुढोसँग अझै बोल्यो भने मलाई नै स्याड बनाइन्छ यसले। दाजु ऋण छ? भन्नु न दाजु, ऋण छ? यो होइन के, हिजो त्यो डोलमा दिदीकोमा रक्सी खाएको 3000 तिर्नु छ के? यसो थोरै ऋण पाऊ न। 30 रुपियाँ भयो नि दिन्न, एक गिलास खान्छु के फेरि। I love you सेन्टेड। अंकल केरा कसरी छ? झुन्डिए छ भाइ। किलोको कसरी छ भनेको? दर्जनमा होला नि केरा त बिक्री भाइ। सिधा सिधा बोल्न तपाईँलाई नै आउँदैन रहेछ त। दर्जनको 180 छ। यति सानो छ, कति महँगो हो त नि? ठग रहेछ तपाईँ त। ठग रे? मन्डीमा आउँछ नि यत्रो अनि? मैले नि 20 वर्ष काम गरेको अंकल मन्डीमा, मलाई नसिकाउनु। कति वर्षको र अहिले तिमी? 23। हिँड्नै नआउने उमेरदेखि काम गर्थ्यौ तिमी? मेरो बाउ जापानिज हो रे। तपाईँलाई के को चासो? कोनो कुसो यारो। लभ यु टु अंकल। लाउनु दे पैसा। आन्टी यस्तो सानो केरालाई नि 180 हालेर नि के खानुहुन्छ? के गर्नु भाइ, बुढा जापानको पर्यो। छाडा आन्टी, तिम्रो बुद्धि छाडा हो भाइ। जापानमा केरा महँगो हुन्छ भन्न खोज्नु भएको उहाँले। महँगो नै भए पनि यति सानो त हुन्न होला नि जापानमा। तिमी लाने कि नलाने त्यति भन। अलिक घटाउनु न। यति सानो चाहिँ कसरी घटाउनु? पैसा भनेको के? ल 170 मलाई जाऊ न त। कतिवटा? दर्जनमा कतिवटा हुन्छ थाहा छैन तिमीलाई? स्याउ चाहिँ कसरी छ त? दर्जनको 1 किलोको 320 छ भाइ। कति महँगो हो त नि? लैजाऊ न, लैजाऊ, मिलाएर दिन्छु प्लास्टिकमा। महँगो भयो अंकल। ऊ त दोकानमा 150 मा दिइरहेछ। 150 मा भाइ कुहिएको पनि आउँदैन। किन नआउने हो र? बेचिरहेछ त्यो दिदीले त्यतिमा। त्यहाँबाट किन नलेको त त्यसो भए? त्यहीबाट लिन्छु त नि। यस्तो भन्यो भने त मिलाएर दिन्छ सियोर। ए भाइ सुन त, भन्ने थिए नि टाउलेज वर्क्स। त्यो पनि मेरै पसल हो। आफ्नै पसलमा 2-2टा मूल्य राख्ने तपाईँ? 15 वर्ष भयो भाइ म यो लाइनमा लागेको। मलाई उल्लु नसोच। महँगो त छ नि जे भयो नि। तिम्रो स्वास्थ्य बन्ने चिज हो भाइ, महँगो नै भए पनि लैजाऊ न। खल्ती खाली भएपछि स्वास्थ्य बनेर नि के काम? एन एप्पल अ डे किप्स अ डक्टर अवे। भाइ गाजर दिनु न। देख्यौ भाइ स्याउको ताकत? भयो भयो, धेरै पैसा जान्छ मेरो। भोलि पर्सि बिरामी हुँदा सोच त कति जान्छ तिम्रो पैसा एकैचोटि? यो स्याउ पनि त्यही केमिकल त हालेर ठुलो बनायो होला। चुरोट खाने बेला यस्तो धेरै सोध्छौ भाइ तिमीले? धेरै सोच्ने भरे अंकल मैले चुरोट खाएको। ल त नि 300 मा लैजाऊ त नि। कस्तो मिठो छ यो स्याउ? एकदमै फुजी स्याउ हो, मिठो हुन्छ। छी त्यस्तो फोरी स्याउ खान्न। अलिकति धनिया हाल्दिन न त अनि जान्छु म। तरकारी किन्दा मात्रै हो भाइ धनिया फ्रीमा आउने। आज केराकै तरकारी खानी हो म। फलफुलको तरकारी कसले खान्छ? रुख कटरको त खान्छ त फेरि। काँचोको पो खान्छ त। काँचो केरा दिनु न त त्यसो भए। धनिया दिन्न गरे म त्यही नि। बोल्दिम चुरोटले। अझ मलाई ठग भन्दो रहेछ। देख्नु भयो अंकल चुरोटको ताकत।